नमस्ते, म बसन्त श्रेष्ठ, नेपाली टुरिस्ट गाइड। आज मेरो सामु गोर्खा नगरपालिकाका नगर प्रमुख कृष्णबहादुर राणा मगरजी हुनुहुन्छ। उहाँहरूले गोर्खामा भ्रमण गोर्खा 2081-82 महोत्सव मनाइरहनु भएको छ। यही सेरोफेरमा रहेर उहाँलाई मैले केही पर्यटन सम्बन्धी प्रश्नहरू सोध्न गइरहेको छु। सर्वप्रथम तपाईँलाई नव वर्ष 2082 को हार्दिक मङ्गलमय शुभकामना दिन चाहन्छु म नेपाली टुरिस्ट गाइडको नाताले। धन्यवाद। म पनि मेरो गोर्खा नगरपालिकाको तर्फबाट देश विदेशमा रहनुहुने सबैलाई नयाँ वर्ष 2082 को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। अघि मैले भने जस्तै भ्रमण गोर्खा 2081-82 यसैबाट सुरुवात गर्न चाहन्छु। यो भ्रमण वर्ष गोर्खा 2081-82 गर्नुको उद्देश्य के हो? यसको पछाडि के कारण छ? यो गोर्खा एउटा ऐतिहासिक जिल्लाको ऐतिहासिक नगरपालिका गोर्खा नगरपालिका हो। यो पर्यटनको हिसाबले सबै ठाउँ प्राकृतिक रूपमा, सांस्कृतिक रूपमा, धार्मिक रूपमा र ऐतिहासिक रूपमा महत्त्वपूर्ण ठाउँ छ। यो महत्त्वपूर्ण ठाउँ यो चाहिँ नेपालले पनि यसै जान्न पर्यो, यसै चिन्न पर्यो। त्यसपछि विश्वले पनि गोर्खा भनेर चिनेको छ। नेपाल चिन्ने भन्दा पहिला विश्वले गोर्खा चिनेको छ। र गोर्खा यो चाहिँ एक प्रकारले भन्ने नेपालको चाहिँ एकीकरण अथवा नेपाल निर्माणको प्रारम्भ बिन्दु नै गोर्खा हो। त्यसकारणले यो नेपालको इतिहासको प्रारम्भ, आधुनिक नेपालको इतिहासको प्रारम्भ पनि गोर्खाबाटै भयो। त अहिले चाहिँ जब नेपाल गोर्खा चाहिँ जब चाहिँ नेपालको एकीकरण भयो, एकीकरण भएपछि गोर्खाबाट राजधानी काठमाडौँ सर्यो। काठमाडौँ सरेदेखि यो चाहिँ एक प्रकारले भन्ने हो भने अलिक प्रचारको हिसाबले धेरै अगाडि गएको छैन, पछाडि परिराखेको छ। र एउटा आर्थिक चलायमानको हिसाबले हैन, आर्थिक रूपमा चाहिँ समृद्धि हासिल गर्नको लागि पनि गोर्खा पर्यटनकै सम्भावना बढी छ। यहाँ इतिहासको हिसाबले पनि बढी छ, सांस्कृतिक हिसाबले पनि बढी छ, प्राकृतिक रूपमा पनि यो ठाउँ सुन्दर छ। तल चाहिँ बेसीदेखि माथि लेक हिमालसम्म देखिने भूभागहरू पर्याप्त मात्रामा छन्। त्यस्तै गरी सांस्कृतिक रूपले पनि विभिन्न जात जाति भाषाभाषीहरू, कला र संस्कृतिहरू पर्याप्त मात्रामा छ। तर अहिलेसम्म चाहिँ त्यति धेरै पर्यटन प्रवर्धन नभइराखेको कारणले गर्दाखेरि यसलाई पर्यटन प्रवर्धन गर्नु पर्यो भनेर हामीले गोर्खा नगरपालिकाले गत नगरसभामा निर्णय नै गरेर हाम्रो नीति कार्यक्रममा लिएर आएर गोर्खालाई चाहिँ पर्यटन वर्ष घोषणा गरेर हामी पर्यटन वर्ष यो वर्ष मनाइराखेका छौँ। मलाई एउटा कुरो जोड्न मन लागेको, गोर्खा जहाँ इतिहास जीवित छ, यो कथनलाई नि तपाईँको आफ्नो भनाइमा कसरी व्याख्या गर्नुहुनेछ? गोर्खा जहाँ इतिहास जीवित छ भन्न साथै गोर्खा यस्तो एउटा ठाउँ हो जसले चाहिँ नेपाल एकीकरणको प्रारम्भ पनि यहीँबाट भयो। विश्वको चाहिँ के अरे नेपाल एकीकरणको अभियानमा चाहिँ अङ्ग्रेजसँगको युद्धमा पनि गोर्खाले चाहिँ एउटा चाहिँ संसारमै एउटा प्रसिद्धि प्राप्त गर्यो। त्यसको साथसाथै विभिन्न खालका अब चाहिँ यहाँका भीमसेन थापा, राम शाहको चाहिँ न्यायको कुरा, भीमसेन थापाको बहादुरीको कुरा चाहिँ, त्यस्तै गरी चाहिँ के अरे यो चाहिँ लखन थापाको चाहिँ एउटा चाहिँ ऐतिहासिक सङ्घर्षको कुरा लगायत अरू धेरै वीर बहादुरहरूको चाहिँ कर्मभूमि हो यो। त्यसै कारणले त्यो इतिहास, नेपालको इतिहासमा सबैले यसलाई अध्ययन गरिराखेका छन्। तर अध्ययन गर्नको लागि चाहिँ किताबमा अध्ययन गर्ने कुरा भन्दा पनि गोर्खा आएपछि सिधै नेपालको इतिहास जान्ने अवसर यहाँ प्राप्त हुन्छ। यहाँ ऐतिहासिक सङ्ग्रहालय छ, यहाँ चाहिँ गोर्खा दरबार छ, पृथ्वीनारायण शाहले शासन गरेको चाहिँ राज्य गरेको दरबार छ। त्यस्तै गरी पूजा गर्ने गरेको मन्दिरहरू छ, कालिका मन्दिरहरू छ, वज्र भैरवहरू छन् हैन, विभिन्न खालका मठ मन्दिरहरू छन्। यो ऐतिहासिक हिसाबले चाहिँ महत्त्वपूर्ण छ। त्यस कारणले इतिहासै जान्नको लागि पढेर भन्दा पनि प्रत्यक्ष रूपमा यहीँ आइसकेपछि यहाँको इतिहास, जीवित इतिहास त यहाँबाट प्राप्त गर्ने भयो। त्यस कारणले गोर्खा आउनुहोस् जहाँ इतिहास जीवित छ भन्ने सन्दर्भलाई मिलाएर गोर्खा जहाँ इतिहास जीवित छ भन्ने मूल नाराका साथ चाहिँ हामीले चाहिँ गोर्खामा चाहिँ एउटा ऐतिहासिक रूपमै नयाँ हिसाबले चाहिँ एउटा पर्यटन वर्ष चाहिँ मूल नारा बनाएर घोषणा गरेर अगाडि बढेका छौँ। अनि यो पर्यटन वर्ष मनाउने क्रममा भ्रमण गोर्खा 2081-82
तपाईहरुले केही कार्यतालिकाहरू बनाउनु भएको छ जुन चाहिँ सार्वजनिक रूपमा साधारण मानिसले पनि तपाईहरुले बनाउनु भएका कार्यतालिकाहरू बताइदिनुस् न के छन्? हामीले चाहिँ यो 81 भदौको 22 गते एउटा विशेष कार्यक्रम जहाँबाट गोर्खाको चाहिँ हनुमान ढोका अथवा गोर्खा दरबारबाट काठमाडौँको हनुमान ढोकासम्म चाहिँ पदयात्राको कार्यक्रम हरेक वर्ष हुने गरेको छ हैन। त्यहाँ चाहिँ गोर्खाको जीवित इतिहासलाई अथवा जीवित पदमार्गलाई चाहिँ एउटा चाहिँ फेरि प्रमोसन गर्ने गरी चाहिँ हामीले कार्यक्रम गरेका छौँ। त्यही दिन हामीले 31 वटा गोर्खाको चाहिँ विभिन्न कार्यक्रम पर्यटन सम्बन्धी विभिन्न 31 वटा कार्यक्रमहरू घोषणा गरेर हामीले चाहिँ कार्यक्रम अगाडि बढाइरहेछौँ। त्यो 31 वटा कार्यक्रमहरू विविध छन् हैन। कोही न्यायिक कार्यक्रम छ हैन, कोही चाहिँ सांस्कृतिक कार्यक्रम छ, कोही धार्मिक कार्यक्रम छ हैन, कोही ऐतिहासिक इतिहाससँग सम्बन्धित कार्यक्रम छ, कोही प्रकृतिसँग सम्बन्धित कार्यक्रम छ। विभिन्न कार्यक्रमहरू त्यो 31 वटा कार्यक्रम अब अहिले सरस्वती सबै भनिरहन त त्यति सान्दर्भिक नहोला। यद्यपि महत्त्वपूर्ण कार्यक्रमहरू चाहिँ हामीले योजना गरेर 31 वटा कार्यक्रम चाहिँ अगाडि बढाएको छौँ। त्यो मध्ये आधाभन्दा बढी कार्यक्रम चाहिँ हामीले सकिसक्यौँ। बाँकी केही कार्यक्रमहरू हामी गर्दैछौँ। यो भ्रमण वर्ष गोर्खा 2081-82 सफल बनाउनको लागि के उपायहरू अपनाउनु भएको छ? हामीले यसलाई सफल बनाउनको लागि चाहिँ हामीले विभिन्न सहरहरूमा पर्यटन सञ्जाल बनाउने कार्यक्रम गरेका छौँ हैन। त्यसपछि पर्यटन बोर्डसँग सम्पर्क गरेर उहाँहरूसँग पनि कार्यक्रम लिएका छौँ। त्यस्तै गरी चाहिँ अब चाहिँ यहाँको स्थानीय सङ्घ संस्था हैन लगायत सब पर्यटनसँग सम्बन्ध सरकारवालासँग विभिन्न गोष्ठी बैठक सेमिनार गऱ्यौँ र त्यसको साथसाथै विभिन्न कार्यक्रमहरू घोषणा गरेर हामी अगाडि बढेका छौँ। अस्ति मात्रै हामीले चाहिँ खेलसँग सम्बन्धित कार्यक्रम पनि सँगसँगै लगाएका छौँ हैन। मेयर कप सञ्चालन गऱ्यौँ, उपमेयर अन्तरपालिका भलिबल कप पनि सञ्चालन गऱ्यौँ। त्यस्तै गरी हामीले रैथाने खाना महोत्सव सञ्चालन गऱ्यौँ, कृषि मेला सञ्चालन गऱ्यौँ। यस्तै गरी हामीले चाहिँ शैक्षिक मेला सञ्चालन गर्न लागेको थियो। शिक्षकहरूको कार्यक्रमको कारणले उहाँहरूको आन्दोलनको कार्यक्रमको कारणले त्यो चाहिँ स्थगित छ, फेरि पनि पछि गर्छौँ। अनि त्यो बाहेक हामीले सांस्कृतिक मेला सम्पन्न गऱ्यौँ हैन। लगायत अरू विभिन्न कार्यक्रमहरू हामी सम्पन्न गरेर अगाडि बढिरहेछौँ। केही सहरहरूमा हामीले पर्यटन सञ्जाल पनि निर्माण गरेका छौँ। अब केही दिनपछि हामी हाम्रो अस्ति चाहिँ 28 गतेबाट जितगढी यात्रा, गोर्खादेखि जितगढीसम्मको यात्रा चाहिँ सुरु भएको छ र हाम्रो यो वैशाख 7 गते चाहिँ जितगढी पुग्ने कार्यक्रम छ। जितगढी यस्तो किल्ला हो, जीवित इतिहासकै हिसाबले जितगढी चाहिँ यस्तो किल्ला हो। गोर्खाली सेनाले अङ्ग्रेजसँगको युद्धमा अङ्ग्रेजहरूले चाहिँ आफ्नो चाहिँ एउटा चाहिँ के अरे विश्व विजयको अभियान सञ्चालन गर्दै गर्दा अथवा चाहिँ विश्व साम्राज्यवादको अभियान सञ्चालन गर्दै गर्दा अङ्ग्रेजहरू नेपाल आइपुग्दा विभिन्न किल्लाहरूमा, विभिन्न गढीहरूमा, विभिन्न ठाउँहरूमा युद्ध भयो। सबै युद्धहरूमा बहादुरीपूर्वक उहाँहरूको लडाइँ भयो, नेपालीहरूले लडे। तर जितगढी किल्ला मात्रै त्यस्तो किल्ला हो जहाँ चाहिँ अङ्ग्रेजलाई नेपालले हराए। त्यो किल्लासँग सम्बन्धित भएर हामी बुटौलको जितगढीमा हाम्रो गोर्खाबाट चाहिँ पदयात्रा जाँदैछ र हामी पनि त्यो 7 गते चाहिँ त्यहाँ जाँदैछौँ। 7 गते त्यहाँ जाँदैछौँ र त्यहाँ पनि पर्यटन सञ्जाल हामी निर्माण गर्दैछौँ। त्यो बाहेक हाम्रो चाहिँ गोर्खाबाट गोरखपुर, भारतको गोरखपुरसँग पनि हाम्रो सम्बन्ध छ। गोरखपुरमा पहिला गोर्खाको गोरखनाथबाट इन्डियाको भारतको चाहिँ गोरखपुरमा चाहिँ पहिला परम्परा चाहिँ खिचडी लाने परम्परा रहेछ। त्यो जहाँसम्म लाग्छ त्यो युद्धको खाना हो त्यो खिचडी हैन। त्यो परम्परा स्थगित भएको रहेछ, हामीले फेरि सुरु गऱ्यौँ र हाम्रो कार्यक्रम चाहिँ भारतको गोरखपुरसँगको सम्बन्धलाई पनि बढाउन हामी खोजिरहेछौँ। गोरखपुर चाहिँ नगर निगमको महापौर डाक्टर मङ्गलेश श्रीवास्तवसँग हाम्रो छलफल भयो र चाहिँ गोरखपुर नगर निगमसँग हाम्रो भगिनी सम्बन्ध स्थापना हुने कार्यक्रम पनि अगाडि बढिरहेछ। त्यस्तै गरी अन्तर्राष्ट्रिय रूपमा बेलायतको रसमोर बोरो काउन्सिलसँग पनि हाम्रो भगिनी सम्बन्ध छ। यहाँ भित्रै पनि अब विभिन्न सहरहरूसँग हामी भगिनी सम्बन्ध स्थापना गर्न जाँदैछौँ। एउटा धादिङको नीलकण्ठ नगरपालिकासँग हाम्रो अलरेडी भगिनी सम्बन्ध थियो। यी सबैलाई समेटेर सबैलाई मिलाएर हामी चाहिँ सबै ठाउँलाई मिलाएर सबै ठाउँमा प्रचार प्रसारको हिसाबले पनि हामी विभिन्न कार्यक्रम गरेका छौँ। सम्बन्धको हिसाबले पनि विभिन्न सम्बन्ध बढाइरहेछौँ। त्यसले चाहिँ बिस्तारै गोर्खामा चाहिँ कार्यक्रमहरू बढिरहेछ। त्योभन्दा अगाडि चाहिँ हामीले गोर्खामा ठुलागन गोर्खामा चाहिँ ऐतिहासिक सेनालाई हरेक दिन परेड खेलाउने गरेका छौँ। त्यो चाहिँ नेपाली सेनासँग सम्बन्ध गरेर त्यसको एउटा डिजाइन बनाएर हामीले चाहिँ के गरेका छौँ भने हरेक दिन बिहान सूर्योदयसँगै र बेलुका सूर्यास्तसँगै चाहिँ ऐतिहासिक सेना कालो दौरा सुरुवाल लगाएको, कालै खालको चाँद तोडा लगाएको, कालै तत्कालीन समयको सेना
लाई चाहिँ हरेक दिन बिहान त्यहाँ चाहिँ विजय बिगुल भन्ने कार्यक्रम छ। विजय बिगुल सहितको सलामी अर्पणको कार्यक्रम चाहिँ हामीले हरेक दिन बिहान सूर्योदयसँगै र हरेक दिन बेलुका सूर्यास्तसँगै चाहिँ नेपाली सेनाको तत्कालीन गुरुजुको पल्टन भन्छ पृथ्वीनारायण शाहकालीन सेनाले चाहिँ परेड गरेर सलामी अर्पण गर्ने कार्यक्रम छ, जो हेर्नको लागि अहिले मान्छेहरू निरन्तर बढिरहेछ। निरन्तर बढ्ने क्रम पनि जारी छ। अहिले यति बेला कति बज्यो, अब घाम अस्ताउने बेला त्यहाँ परेड हुन्छ ठुलागानमा। मलाई एउटा कुरो अर्को जोड्न मन लागेको, तपाईँहरूको यो गोर्खा भ्रमणवर्ष गोर्खा 2081-82 प्रवर्धन गर्ने क्रममा देखिएको एउटा लोगोमा हिमाल, श्रीपाँच बडमराज राज, पृथ्वीनारायण शाह, जुन चाहिँ तपाईँले हाम्रो यो अन्तर्वार्ताको पृष्ठभूमिमा पनि देख्न सक्नुहुनेछ, र गोर्खा दरबार। यी तीन मुख्य चिज बाहेक अरू पनि महत्त्वपूर्ण गोर्खाको प्राकृतिक र सांस्कृतिक सम्पदाहरूलाई तपाईँले किन छुटाउनु भएको? प्राकृतिक रूपमा पनि अब यो हिमाल त त्यसै देखिने कुरा भयो होइन। गोर्खा मनासली हिमाल भयो, बुद्ध हिमाल भयो, विभिन्न हिम श्रृङ्खलाहरू गोर्खामै पर्छ, त्यो पनि गोर्खा नगरपालिकाबाटै देखिन्छ। तर मेरो प्रश्नको आशय तपाईँको त्यो जुन ब्यानर प्रवर्धन गर्नुभएको छ नि, भ्रमण गोर्खा 2081-82, त्यहाँ जम्मा 3 चिजलाई मात्रै जोड दिएको पाइन्छ, म गलत छैन भने। फेरि मैले दोहोऱ्याएँ, उदाहरणको रूपमा हिमाल, श्रीपाँच बडमराज राज पृथ्वीनारायण शाहको लोगो र गोर्खा दरबार। मेरो आशय गोर्खामा अरू पनि महत्त्वपूर्ण त्यस्ता प्राकृतिक र सांस्कृतिक सम्पदाहरू छ नि, उदाहरणको रूपमा मनोकामना मन्दिर, उदाहरणको रूपमा गुफाहरू, उदाहरणको रूपमा अरू पनि प्राकृतिक र सांस्कृतिक सम्पदाहरू छ। तपाईँहरूले तिनीहरूलाई ती ओझेलमा परेका प्राकृतिक र सांस्कृतिक सम्पदाहरूलाई किन जोड नदिनु भएको भन्ने मेरो प्रश्नको आशय। यस्तो छ, अब यो के अरे हामीले पर्यटन वर्ष 2025 अर्थात् हिजो हामीले पर्यटन वर्ष 2081-82 भन्यौँ, अब अहिले हामीले त्यसलाई पर्यटन वर्ष 2025 भनेका छौँ। यसलाई निरन्तर दिँदै हरेक वर्ष पर्यटन वर्ष त भइ नै रहने भयो गोर्खामा चाहिँ। अब यो मुख्य यो कार्यक्रम चाहिँ गोर्खा नगरपालिकाको कार्यक्रम हो। गोर्खा नगरपालिकाको कार्यक्रम हो, समग्र गोर्खालाई पनि समेट्ने गरी गोर्खा नगरपालिकाले गरेको कार्यक्रम भएको हुनाले गोर्खा नगरपालिकाभित्रको महत्त्वपूर्ण ऐतिहासिक एउटा जहाँ इतिहास जीवित छ भन्ने हाम्रो जुन मूल नारा छ, त्यो ऐतिहासिक कुरा भनेको चाहिँ के हो भने आधुनिक नेपालको प्रारम्भ बिन्दु गोर्खा नगरपालिका हो र त्यसको नेतृत्व तत्कालीन समयमा नेपाल एकीकरणको नेतृत्व चाहिँ पृथ्वीनारायण शाहले गरेका थियो। त्यस कारणले पृथ्वीनारायण शाह त्यहाँ देखिने कुरा भयो। अब उनको दरबार त्यहाँ हुने, दरबारसँगै आउने कुरा भयो। त्यो सँगसँगै कालिकाको मन्दिर, उहाँहरूले पूजा गर्ने कालिकाको मन्दिर छ, त्यो सँगै आउने कुरा भयो होइन। अब त्यो लगायत यसको चाहिँ हिमाल चाहिँ यहाँबाट सबैतिर देखिन्छ। हिमाल अर्को चाहिँ प्राकृतिक रूपले महत्त्वपूर्ण कुरा भयो, त्यो चिजलाई मुख्यतः हाइलाइटको कुरा भयो। त्यो बाहेक हाम्रो सांस्कृतिक कुरा, धार्मिक कुरा होइन, प्राकृतिक सुन्दरताको कुरा, सबै कुरा अत्यन्तै महत्त्वपूर्ण छ। तर हाम्रो त्यहाँ चाहिँ अब राख्ने ठाउँको पनि कुरा चाहियो। सबै कुरा मिलाउँदाखेरि त्यति मात्रै अटेको छ एक प्रकारले भन्ने हो भने, मिलाएर राखेर लैजान सकिन्छ। तर हाम्रो ब्यानरहरूमा चाहिँ फेरि हामी बनाउँछौँ। अन्तमा भ्रमण वर्ष गोर्खा 2081-82 मा आन्तरिक साथसाथै बाह्य पर्यटकहरू भित्राउनको लागि तपाईँको के सन्देशहरू छ, अन्तमा बताइदिनुहोस् न। अब एउटा कुरा चाहिँ गोर्खा एउटा चाहिँ नेपालको इतिहासको, आधुनिक नेपालको इतिहासको प्रारम्भ बिन्दु मैले अघि पनि भनिहालेँ होइन। नेपालको इतिहास जान्नको लागि, आधुनिक नेपालको इतिहास जान्नको लागि नेपाली जो छ, जो नेपालमा जन्मिने मान्छे एकपटक गोर्खा आउनै पर्छ होइन। गोर्खा आउनै पर्छ। जो एकपटक गोर्खा आउँदैन उसले नेपालको इतिहास जाने छैन, नेपाल बुझ्न नि चाहँदैन। त्यस कारणले सबैलाई म अनुरोध गर्न चाहन्छु, एकपटक नेपालको इतिहास बुझ्नको लागि एकपटक गोर्खा आउनुहोस् आन्तरिक रूपमा। किनकि गोर्खा सांस्कृतिक र प्राकृतिक रूपमा धनी ठाउँ, धनी जिल्ला हो। र अर्को महत्त्वपूर्ण कुरा चाहिँ के छ भने गोर्खाबाट चाहिँ मनासलु चाहिँ हिमाल आरोहण गर्ने कार्यक्रम धेरै वर्षदेखि नै, अब यो कति वर्षदेखि त्यो चाहिँ मलाई अहिले ज्ञान भएन। यद्यपि मनासलु हिमाल आरोहण गर्ने चाहिँ सधैँ चलिराखेको छ, हामी सानै छँदादेखि चलिराखेको छ। र त्यो आरोहण गर्ने टिम चाहिँ गोर्खादेखि जान्थ्यो पहिला होइन, गोर्खा इन्ट्री भएर मात्रै जान्थ्यो। अहिले चाहिँ त्यो चाहिँ धादिङबाट, उता मलेखुबाट धादिङ भएर सिधै आरुघाट भन्छ, गोर्खाको आरुघाट निस्केर जाने गरेको छ।
त्यसले अब सुरक्षाको कुरा हैन सूचनाको कुरा सबै कुरामा गोर्खा जिल्लालाई चाहिँ समस्या परिराखेको छ एउटा कुरा। अर्को कुरा गोर्खालाई नै महत्त्व दिएर उहाँहरू पनि आउनु पर्यो किनभने विश्वभरि नै गोर्खाको महत्त्व त विश्वलाई थाहा छ हैन। नेपाल जान्नुभन्दा पहिला सबैले गोर्खा जानेको छ। त्यसै भएको हुनाले चाहिँ बाह्य पर्यटकहरू पनि एकपटक मनासलले हिमाल जाने अथवा चाहिँ विभिन्न चाहिँ पास गर्ने थोरङ पास लगायतको मनाङतिर मुस्ताङतिर जाने लाइनहरू पनि माथि छ। त्यता जाने सबै पर्यटकहरू चाहिँ एकपटक चाहिँ गोर्खा भएर आउनुहोस् भन्न चाहन्छु। सबैजना गोर्खा भएर पठाइदिनु पर्यो, गोर्खा भएर जानु पर्यो। पहिला परम्परा चाहिँ गोर्खै भएर जाने थियो, बिचमा टुट्यो, फेरि पनि त्यसलाई निरन्तरता दिन आवश्यक छ। राज्यले पनि त्यो व्यवस्था गरोस् भन्ने चाहन्छु। तपाईँको व्यस्त समयको बावजुद पनि म टुरिस्ट गाइड बसन्तलाई समय दिनुभएकोमा म हृदयदेखि तपाईँप्रति आभारी हुन चाहन्छु र हाम्रो यो अन्तर्वार्तालाई पनि यहीँ टुङ्ग्याउने अनुमति चाहन्छु। धन्यवाद बसन्तजी, यो अवसर प्रदान गर्नुभयो त्यसको निम्ति गोर्खा नगरपालिकाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट समेत यहाँलाई मुरी धन्यवाद दिन चाहन्छु। गोर्खाले चाहिँ पर्यटन वर्ष मनाइरहेको अवसरमा तपाईँ जस्तो व्यक्ति गोर्खाको निम्ति आवश्यक छ, गोर्खाको प्रचार प्रसारको पनि आवश्यक छ। त्यो जुन काम तपाईँले गरिदिनु भएको छ त्यसको निम्ति फेरि पनि धन्यवाद। अन्तमा म दाचे मनासुलु पर्यटन विकास समितिका अध्यक्ष साने गुरुङज्यूलाई पनि धन्यवाद दिन चाहन्छु कि यो आजको अन्तर्वार्ता जोडिदिनु भएको कारणले गर्दाखेरि। हस्त यो हाम्रो अन्तर्वार्ता हेरिदिनु भएकोमा धन्यवाद। नमस्ते।